हेलो माई युट्युब फ्यामिली सेवा नमस्ते हजुरहरुलाई स्वागत छ सम्पङ मिडिया युट्युब च्यानलमा नयाँ दिन सँगसँगै नयाँ भिडियो लिएर हजुरहरुको सामुन्ने म आइसकेको छु। देश तथा विदेशमा रहनुहुने मेरो सम्पूर्ण युट्युब फ्यामिलीहरु सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथमा म आजको मेरो ब्लग स्टार्ट गर्न गइरहेको छु साथीहरु। अनि मैले चाहिँ आजको मेरो ब्लग चाहिँ रातिको के भन्नु बेलुकाको 5 बजे स्टार्ट गर्दैछु। किन बेलुकाको 5 बजे स्टार्ट गर्दैछु भन्दाखेरिमा हाम्रो धरानको मौसम चाहिँ भन्नुहुन्छ भने यस्तो सारो खतरा भइदिएको छ कि राति 12 बजेदेखिको पानीहरु लगातार पानी परेको कारणले चाहिँ यता बनिँदै गरेको घर पनि भासिएर खतम भइराछ। फेरि के भन्छ गाह्रो फेरि उठाउने बेला भइराछ। लगाइराखेको गाह्रो पनि भत्काउनु परेको छ साथीहरु। अनि यहाँ भन्नुहुन्छ भने नाली खोतालेर केही छैन, गाउँ डुबान होला जस्तो भइराछ हाम्रो मौसम। धरानको पानीको हिजोको बाढी पहिरोले खतमै पारेको छ क्या, सखापै पारेको छ, बुझ्नुहुन्न तपाईहरुले। अनि त्यसमा चाहिँ मेरो चाहिँ ठुलो क्षति भएको छ। मेरो ठुलो सबैभन्दा ठुलो क्षति के भएको छ भन्दाखेरि मैले अस्ति 15 ले बेच्दै गरेको साग नि साथीहरु त्यसको क्षति गर्देको छ। त्यति भए पनि मैले पैसा थाप्दै थिए। त्यसको त हिजोसम्म त कति राम्रो अनुहार थियो, आज त त्यसको त करङ मात्रै राख्दिएको छ, सागको चाहिँ छैन, राम्रो छैन। अनि बेहाल भएको छ, टेन्सन लागिरहेछ साथीहरु। यता नाली आएर माथिबाट बाढी आएर ब्लक भएर गाउँघर लाला जस्तो भइरहेछ। माथि खोलाले कपेर वहाँनेर के भन्छ बाढी गाउँमा छिर्ला जस्तो अवस्था भएको छ, गाह्रो छ। त्यही भएर अनि यहाँ मेरो साग चाहिँ भन्नुहुन्छ भने यस्तो दामी भएको छ, हिजोको पानीले यस्तो बबाल बनाएको छ। त्यस्तो राम्रो साग देखेर नि साथीहरु यहाँनेर के भन्छ साग लिने मान्छे आफै टिप्दै हुनुहुन्छ, राम्रो एकदम राम्रो साग भएर। अनि उहाँहरु हर्ष खुसी साथ साग टिप्दै हुनुहुन्छ। अनि सागको गति चाहिँ कस्तो भएको छ भन्दाखेरि यस्तो मजाको बनाइदिएको छ कि हिजोको पानीले लुज जात अब यस्तो भएको छ त पुरै थुप्पा छान्ने आरी जस्तो भइरहेछ। अस्ति राम्रो हुँदाखेरि कस्तो कलकलाउँदो साग हुँदाखेरि भाउ थिएन, अब चाहिँ यस्तो भइरहेछ साग साथीहरु। अनि यो करङ मात्रै त बाँकी छ नि, अब मासु जति सबै लग्यो लुछेर अनि छैन, यस्तो अवस्था छ। अनि यो साग चाहिँ अब राम्रो हुँदाखेरि नखानु, सस्तोमा खानु, दाम पनि थिएन। अब चाहिँ खाऊ त साग, लु खाऊ साग, खाऊ साग। लु गाइज साग खानु साग। अब दाजु दिदीहरु टिप्दै हुनुहुन्छ यो साग पनि किन खेर फ्याल्छौ भनेर मलाई हौसला दिएर यस्तो राम्रो साग देखेर क्या मलाई विरक्त लागेको थियो। अनि दाजु दिदीहरुले भन्नुभयो हुँदैन यो भए पनि यसो 1-2 रुपैयाँ आउँछ भन्ने यहाँ हौसला पाएर चटपटे खानुको लागि विशेष चटपटे खाने हो यो साग बेचेर चाहिँ। आ साग छैन, मुन्टा लानुहुन्न होला हैन? है कहिले टिप्नु कि त अघि फोन गर्नु पर्छ। तपाईहरु ढिलो आउनुभयो नि त आज। अनि घाम डुब्न लागेछ साथीहरु, यतिको भइरहेछ घाम। अनि हाम्रोतिरको चाहिँ पानीले गर्नु गरेको छ, मकै ढालेर सागको मासु जति लगेर हड्डी मात्रै छोड्दिएको छ, गाह्रो पो छ त। अब चाहिँ सागको भाउ आउँछ, जसले छर्नु भएको छ साग। म पनि अब भरे राति नै यहाँनेर अहिले एकछिनमा यहाँ मालो गरेर खरेर हान्नु बेर लाउँदिन। त्यही अब साग पनि छैन, भाउ पनि हुन्छ होला, के गर्नु त, आफ्नो भाग कर्म हैन। ल यहाँ दाजुहरूले चाहिँ पुरै साग टिपिसक्नु आँट्नुभयो, म चाहिँ यहाँनेर मुठा पार्नु पर्यो भन्दैछु। आज चाहिँ मेरो गाई श्लोकहरू छैन, गाई श्लोकहरू आफ्नो तालमा व्यस्त छ। त्यही भएर म चाहिँ अब यहाँनेर टक्क लाएर बस्ने मुढा पो लिएर पो साग बान्नु पर्यो। यति राम्रो साग छ, बस्ने मुढामा बसेर नै भए पनि साग बान्नु पर्यो नि। अनि त्यही हो साथीहरु। अनि आज मेरो साग कति मुठा आउँछ त्यही देखाउन गइरहेको छु। भिडियो केही नभएर मैले चाहिँ अब भिडियो बनाउनु पानीले कतै जानु पाइएन।
अघिसम्म यहाँ हेर्नु त मेरो घर अगाडि खोताली दिएको यस्तो छ छैन। अस्ति कस्तो राम्रो बाटो बनाएको अहिले छैन। त्यही भएर अब चाहिँ मुढामा बसेर यस्तो मजाले साग बानिन्छ कि ट्याक्कै दाइहरूले 50 रुपियाँ मुठा खनी लाने खालको लानिदिनु पर्यो। मैले तपाईँलाई टिपेको पैसा दिनु पर्ने भयो क्या हौ। यहाँनिर त्यतिकै पनि सागले रिसाएको बेलामा दिनमा घुमेको बेलामा दाइले आज कुटा खानुहुन्छ होला है फेरि। साथीहरू यो चाहिँ अर्ग्यानिक भएको छ साग, किराको दबाई पनि हानिएको छैन। चिनी मल त झन् यसमा हान्नु पनि भएको छैन। अहिले धरानमा चाहिँ विषादी भेटाएर चाहिँ सागमा चाहिँ पुरा सागको परीक्षण गर्दैछ होइन कि कसो दाजुहरू। अनि त्यही भएको कारणले चाहिँ फुलकोपीमा विषादी भेटाएर चाहिँ हामी यहाँनिर के भन्थे काम गर्ने कालु मकै खाने भालु भने जस्तै एउटाले काम बिगारो सबैले भोग्नु परिरहेछ यहाँ। अनि त्यही भएर किराको दबाई पनि हालेका छैनन्। अनि अर्को के भन्छ युरिया पनि हालेको छैन। अनि यो साग पानीले कुटेको र छेन्द्रो छेन्द्रो भएको छ। अब यहाँनिर आज मेरो साथीहरू चाहिँ बिजी अब यो चाहिँ प्लान थिएन नि त साग टिप्ने भनेर। मैले चाहिँ साग आज पानीले कुटेर बिग्रेको थियो अनि भोलितिर मात्रै टिप्नु पर्यो भनेको। दाइहरूको फेरि आज अब साग अब आइराख्नुहुन्छ नि त उहाँहरू त। अनि अब उहाँहरूले नै टिपिदिने भनेपछि त म त झन् खुसी भएर त्यतिकै मुठा बान्नु बसिरहेको छु। यो खेरो जानुभन्दा 1-2 रुपियाँ आउँछ, खेरो जानुभन्दा लक्ष्मी बुइनी टिप्नु भन्छ। अनि त्यही भएर है साथीहरू बाख्रा कहाँ बान्नु भएको छ? खसीको मासु खाने पैसा आउँछन्? कस्तो सबै हो नि? अनि सबै नटिप्नु हुने र? किन नभ्याउनु? तपाईँहरू कहाँको हो? यही देवी गाउँको होइन? भएन नि म टस बालेर पुऱ्याइदिन्छु। हजुर कहाँ हिँड्नुहुन्छ तपाईँ? अहिले आएर तपाईँले झ्याली खेल्दै हुनुहुन्छ कि क्या हो? ठिकै त ठिकै भन्नुभयो। अहिले दाइहरूले पानीले कुटेर यतिको छेन्द्रो भए पनि राम्रो चाहिँ राम्रै छ। भोलि फेरि डढेर खत्तम पो हुन्थ्यो होला। तपाईँहरू के यहाँबाट यहाँनिर 10 मिनटमा पुग्ने मान्छे के को हतार? आज लाने होइन क्या रे, भोलि लाने हो बेच्नु कि त अघि फोन गरेर यसो साग छ भने सिला गरौँ है भन्नुभएको भए हुन्थ्यो। तनाव गाह्रो पो छ त यहाँ त। बिहान पनि एकचोटि उहाँ साथीको उता डुबेर बारी छिरेर जोरो पानी पर्दाखेरि हामीले त्यहाँ पुरा नाली सफा गरेको पर। उयो कुसुमकोतिर उयो के परे हेमाकोतिर बारी नाली ब्लक भएर क्या छिरेर कत्रो पानीमा भिज्दै सफा गरेको। 1 सरो लुगा फेरिसकेको। अब यो साग बाँध्दाखेरि 1 सरो फेर्नुपर्छ अनि उँभो लागिन्छ। हजुर पानी छैन नि त। अब यहाँ बाँध्दाखेरि लुगा मैला भएन त न? फेरि अब लुगा मैला भए अनुसारको हात्ती आउने हो त। हात्तीको कान्छा भाइहरू आउँछ र पो तनाव छ त यहाँ। अस्ति चाहिँ कति राम्रो साग नि के गर्नु 15 को जोडी बेच्नु परेको अवस्था। अब यो सागलाई म गोड्दिउँ कि क्या हो त? यो पनि मागेर पो ल्याएको अर्काको छैन पराल। आफ्नो खेतीपाती छैन है।
कति जम्मा पाक्छ ठ्याक्क भने यसपालि त पराल खोज्नु जानुपर्छ तलतिर ठिङ्गाबारीतिर साह्रै परालको निकाल लाग्यो अब अर्कोचोटिको लागि परालै छैन साथीभाइलाई कति माग्नु हो कहाँ चाहिँ खोज्नु जानु त अब परालै अहिले बेला नपुगेला ल साथीहरू म चाहिँ यहाँ साग बान्दैछु यता बान्ने क्रम हुँदैछ ल साथीहरू मेरो चाहिँ यस्तो मजाको साग चाहिँ सागको हालत यस्तो छ यता बाख्रा चढ्दैछ हेलो बाख्राजी अगाइएन बाख्राजी त अगाउँदैन त नि यत्रो हरियो देख्दैन त यसलाई बाख्राहरूले पनि यहाँ हाम्रो दाजुभाइहरूले सक्न लाग्यो है गाई चाहिँ एक गरा साग बेचेर जब आधी केजी खसीको मासु पनि खाएको पनि पैसा तिर्नु पुगेन भने त के साग खेती गर्नु हौ के भन्नुहुन्छ तपाईहरु यस विषयमा गाह्रो पो छ त जिन्दगानी त जिन्दगानी गाह्रो भयो खोइ त म त झन् सागै देख्दिन घर धनीले साग नदेखेपछि झन् लाने मान्छेले कताबाट देख्नु 32 भयो 32 मर्नै होस् 35 40 पुराउने मेरो योजना के को 35 अब यो भनेको पनि एउटा मेरो के भन्छ यो पनि मेरो एउटा व्यवसाय हो मेरो मुख्य व्यवसाय नै मेरो युट्युब च्यानल हो भनेर अलिकति बोले जस्तो हुन्छ होला युट्युब च्यानल छ नि मेरो साम्पाङ लिडिया मिडिया हेर्नु SAMPANG साम्पाङ भयो हैन अनि LIDIYA हो LIDIYA लिडिया हजुर त्यहाँ भएर सब्स्क्राइब गरेर बढाइदिहाल्ने गुटुङटुङसँगले आफ्नो घर गाउँको चेलीबेटीको यसो तपाईहरु पनि घरिघरि सम्झाउने बिर्साउने हामी यसरी थियो यो बहिनीकोबाट लान्थ्यौं भन्ने कुरो हुन्छ यहाँनेर पछि भिडियो हेर्नु अनि मैले साग दिन अनि त्यही भिडियो लिएर यहाँ यसरी हामीले लगेको पनि भन्नु 5 रुपैयाँको गफै साथीहरु यहाँ रात परिसक्यो दाइहरु यहाँ अत्तालेको अत्तालेको छ म चाहिँ यहाँ ट्याउ 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 बोल्दै छु ए मैले तर अन गरेको रहेछु ल ल ल बान्दी गयो अब त सक्यो खा घाँस खा घाँस खा खा झाडु पो खाँदो रहेछस् तैँले त नि घाँस भनेको त तँलाई झाडुले पनि पुगेन झाडुले पनि पुगेन तँलाई हेर कति मजाले खाएको यहाँ छ मुनिहरु फेरि खाऊ आउँछ पो खा भनेको त मसँग छ उ त छैन छ यो कति हो र 100 सम्म दिन्छु भनेको के कति सारा हो भन त्यो जब 100 रुपैयाँ अर्को चोटी मिलाउँदा हुँदैन उनीहरु चाहिँ बाँकी लानु हुने अरे हामीले चाहिँ त्यो 100 रुपैयाँ पैसा हुँदैन पुरो छ त नि के लोभी गरिराख्नु भएको नदिने खलेको नि हौ नदिन त म त्यसरी भयो त ल साथीहरु मेरो आजको कमाई पैसा छैन भने अरे भोलि बिहान बेच्न तिमीसँग माग्न आउनु भएन ल साथीहरु खसीको मासुको पैसा त नआउला जस्तो छ यहाँ चाहिँ 100 रुपैयाँ थपेर तिर्नु पर्ने जस्तो छ मेरो सागको पैसा हिजोको पानीले जोगाएर यहाँ 40 मुठा साग बेचेको आजको मेरो सागको पैसा 25 ले भने 10 रुपैयाँ जिस्किने मेला थाहा छैन अनि तपाईले त 10 रुपैयाँ भन्दा हामी त ल 50 रुपैयाँ मुठाले साग बेचेर भोलि मलाई
30 रुपैयाँ दिनु होला 30 रुपैयाँ मुठाले ल साथीहरु अनि आजको मेरो पैसा तेरो कति मुठा आयो 19 मुठा मेरो कसै दामै नगरेर लगिरहेको भोलि कसै बेसी दिन्छ अनि मेरो 10 रुपैयाँले अस्ति राम्रो राम्रो साग चाहिँ जोडीको 15 अहिले यो चाहिँ 10 रुपैयाँले असिनाले छेडेको जति गरेर छेडेर पनि ल साथीहरु अनि यस्तै छ आजको मेरो छोटो ब्लग साग टिपेको अनि 40 मुठा उहिले अब त्यही हो उहिलेको कुरा नगरौँ हालचालेको कुरा चाहिँ यस्तै हो 400 रुपैयाँ थापे मैले सागको पैसा अनि आजको भिडियो चाहिँ मेरो छोटो हुनेछ आयो हजुरहरुलाई मन पर्छ होला मेरो साग टिपेको ब्लग साग पनि हिजोको पानीले अलिअलि जोगाइदिएको थियो र त्यही भएर ल साथीहरु अनि यस्तै हो अनि आजको भिडियो चाहिँ हजुरहरुलाई के कस्तो लाग्छ मन परेमा लाइक शेयर सब्स्क्राइब कमेन्ट गर्न भने नबिर्सिनु होला भन्दै यति भन्दै थ्यांक यू फर वाचिङ लभ यु अल माय युट्युब फ्यामिली बाइ 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 नेक्स्ट भिडियोमा फेरि भेट्ने छौं है त